बिग्रियो मिचानले धोका दियो चाहिने अङ्ग छैन रे मेरो जिउमा अब मेरो सपना हो दामी बाइक किन्छु अनि त रिग्रेट होला मोरीलाई तर खुट्टा भ्याउँदै भ्याउँदैन नि हा 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 म हुँ एक डल्ले रोबोट डोरेमन डल्लेको मन डल्लेको मन टपो छ ठुलो भुडी टुडी खेल जत्रो डोरेमन डोरेमन मलाई ग्याजेट दिन मम्मीले मार्छ के ग्याजेट चाहियो जेरो ब्याट्री जेरो पावरलाई मैले पाइन्टमा हक्दियो म के गरौँ त टालो झिक्दिउँ पुस्नलाई कि एनुवे डोर खोलेर त्यो चाखको पालमा सिमेन्ट भर्दिउँ के गरौँ म केही त गर्न यार गनाइसक्यो झन् आज मैले सुजिकाले बनाएको मुलाको अचार खाएको सुजिकाकै घरमा त हगेनस् नि हग्न त हगे तर म बाँचे नि कसरी सुजिका हेर न डेकी सुकीले त पाइन्टमा हगेछ कस्तो गनाएको छी भात मारा डेकी सुकी जुन ठाउँमा खान्छस् त्यही ठाउँमा हग्दिन्छस् जा तसँग म बिहे गर्दिन म नोबितासँग बिहे गर्छु नोबिता जेरो ब्याट्री जेरो पावर भए पनि हगन्ते त छैन नि त जस्तो होइन सुजिका मैले गरे होइन चुप हगन्ते नोबिता तिम्रोबाट पनि हल्का हल्का गनाइरहेछ त ए सुजिका त्यो डेकी सुकीले गर्दा कोठा नै गनाइसक्यो क्या म यसलाई लात हानेर निकाल्छु ओके हुन्छ बेबी निकाल्देऊ यसलाई ओके ओए बाहिर निस्कि हगन्ते Can't find a home appliance with ओए कहाँ हराइस काहीँ होइन हे ग्याजेट चाहिँ झिक न गनाइसक्यो क्या कस्तो चिसो पनि हुन थालिसक्यो अघि त तातै थियो रोक झिके राम्रो माइक हाम्रो माइक के हो यो के यो माइकमा जे भन्यो त्यही हुन्छ हो यसमा जे बोल्यो त्यही हुन्छ नोबिता हो छिटो भन्न मेरो प्यान्टको सिट हराओस् भनेर ल भने मबे नोबिताले प्यान्टमा हगेछ के नोबिता मरिसाछ साले हग्छस् त 15 वर्ष पुगेर पनि प्यान्टमै हग्छस् डोरेमनबाट केही सिक कहिले पनि हग्दैन त्यो मेसिन हो नि त मम्मी त्यसैले हग्दैन अझ मुखमुखै लाग्छस् होइन मम्मी होइन डोरेमन जियान के यहाँ आउन आँटे हो त्यो जलगैना होइन के त फेरि स्वर्ग जाने गीत सुनाउन बोलाएको हो स्वर्ग जाने के भन्छ त्यसको गीत सुनेर स्वर्ग जान्छ नि त त्यसैले तर त नर्कै जान्छस् होला यार बडो बिगार काम गरेछस् हे त्यो जियानले के भो किन लजाको मलाई प्रपोज गर्यो क्या भ्याग मोटे जियान आयो ओइ नोबिता कहाँ जान आँटे कहाँ हेर्न जियान कहाँ हेर्न एउटा कुरा सुन भन न जियान भन न आई लभ यु सुनि छैन यसको आन्सर भोलि दे नाइकी नो चाहिँ सुन्न नपरोस् जियान नोबिता त गयो भाइ त गयो हेल्प गर्न के ग्याजेट छैन भने यो मोटेबाट छुटकारा पाउन छ नि किन नहुनु हो दे न त छिटो दे यही भन अनि मात्रै बाँच्छस् तेरो लास्ट अप्सन नै यही हो ल रिप्लाई दे नोबिता अब आई लभ यु जियान आई लभ यु टु जियान दाइ मेरो सेटिङ गर्ने भनेर आफ्नै सेटिङ गर्छ यो ज्याएको कहाँबाट आयो ओइ नोबिता कहाँ जान आँटे कहाँ हेर्न जियान कहाँ हेर्न एउटा कुरा सुन भन न जियान भन न आई लभ यु दाइ म बोल्दिन तपाईसित गए जयको मेरो मोटी डल्ली पुड्की बहिनी नरिसाउ न गए म त अब म मम्मीलाई भनिदिन्छु नोबिता माफ गर्दै जियान अगाडि नै भन्नु पर्दैन मलाई मन पराउँछौ भनेर आई लभ यु टु ओके आजको खुसीको दिनमा म तलाई एउटा रोमान्टिक गीत सुनाउँछु ब्रेकअप गरौँ जियान डोरेमन मलाई यस्तो ग्याजेट दे जुनले मलाई क्युट बनाउस् किन र आज आएर दुध खाने बच्चाले पनि हेप्यो मम्मी त्यो दाइको मुख त कस्तो नराम्रो त्यस्तो मान्छेको पनि बिहे हुन्छ र भविष्यमा घिन लाग्यो छि मलाई भने हो त्यो चिली ग्यान्टेले
त्यस्तो भन्नुहुन्न बाबु। भन्नुहुन्न के थाहा केही रोग पनि लाग्यो हुन सक्छ के। मम्मी म त त्यस्तो छैन नि है। अम्म सुप सुप बोल, तिमी त कस्तो क्युट छौ। कहाँ तिमी फुल, कहाँ त्यो गुको झिङ्गा। बेज्जत। डोरेमन मलाई क्युट बनाइदे यार। चिन्ता नगर नोबिता, मसँग तेरो लागि एउटा ग्याजेट छ। हो निकाल त्यो छिटो। क्युट ढुङ्गा। नोबिता लिउ यो ढुङ्गा, तिम्रो टाउकोमा राख, तिमी क्युट हुन्छौ। खै केही भएन त। क्युट भन्न एकचोटि। क्युट। के हो डोरेमन, म त बिरालो पो भयो त। हे नोबिता, यो ग्याजेट टाउकोमा राख्ने मान्छेको अगाडि जो छ त्यसलाई क्युट लाग्ने केटीको रूप लिन्छ त्यो ग्याजेट हाल्ने मान्छे। मतलब त मिच्यान भइस। ओहो कस्तो क्युट। साले मलाई क्युट बना भने मिच्यान होइन।